नमस्ते सम्पूर्ण श्रोता दर्शकहरूलाई अनि जय मसी। आज चाहिँ स्टार सन्डे बिहानै 7:30 बजेदेखि नै विशेष माइतीघर थापाथली हुँदै त्रिपुरेश्वरमा दशरथ रङ्गशालामा स्टार सन्डेको कार्यक्रम तय भएको थियो र त्यसै अनुसार विभिन्न मण्डलीका अगुवा पास्टर तथा विश्वासीजनहरू एकदमै लाइनबद्ध तरिकाले व्यवस्थित तरिकाले उहाँहरू ख्रिस्ट येशूको पुनरुत्थानको विजयको उत्सव लिएर रमाउँदै भजन गीतहरू गाउँदै नाच्दै अनि दशरथ रङ्गशालामा जाँदै हुनुहुन्थ्यो। हामी तपाईँहरूलाई यो भिडियो प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। हामीलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनु होला। आज चाहिँ स्टार सन्डे, विशेष त स्टार सन्डे क्रिस्चियन धर्मावलम्बीहरूले मनाउने गर्नुहुन्छ र स्टार सन्डे भनेको चाहिँ ख्रिस्ट येशू क्रुसमा टाँगिनु भएपछि तेस्रो दिनमा पुनर्जीवित हुनुभएको यो खुसियाली उत्सवको रूपमा विशेष त विश्व मण्डली परिवार र नेपालका मण्डली परिवारहरूले ख्रिस्ट येशूको पुनरुत्थानको उत्सवको रूपमा महोत्सवको रूपमा यसरी स्टार सन्डे उत्सव महोत्सवको रूपमा मनाउँदै आज चाहिँ दशरथ रङ्गशालामा भेला र कार्यक्रमको आयोजना गरेको थियो। त्यसै अनुसार अनि दशरथ रङ्गशालामा विभिन्न काठमाडौँ उपत्यकाका आसपासका मण्डलीहरू, पास्टर अगुवाज्यूहरू साथै मण्डली विश्वासीजनहरू रियालीको साथ गान भजन गाउँदै परमेश्वरलाई प्रशंसा गर्दै उहाँहरू दशरथ रङ्गशालामा आइपुग्नु भएको छ। ख्रिस्ट येशूको पुनरुत्थान स्टार सन्डे आज आइतबार विशेष काठमाडौँ उपत्यकाका मण्डली परिवारहरूले यो दशरथ रङ्गशालाको प्रवेशद्वारबाट भित्र हेर्दै हुनुहुन्छ। भिड एकदमै धेरै छ र भिड ख्रिस्ट येशूको पुनरुत्थानको भिड, जन्मोत्सवको भिड स्टार सन्डे भन्ने बित्तिकै विशेष त येशू ख्रिस्ट क्रुसमा बलिदानी भइसक्नु भएपछि तेस्रो दिनमा विशेष आइतबार बिहानै उहाँ पुनर्जीवित हुनुभएको थियो र यसैको खुसियालीमा विश्व मण्डली र नेपालका पनि मण्डलीहरूमा स्टार सन्डे पुनरुत्थानको महोत्सवको रूपमा ख्रिस्ट येशूको जुन पुनरुत्थानको यो खुसियालीमा विजय र्याली र शुभकामना आदान प्रदान गर्ने गरिन्छ र यसै खुसियालीमा अहिले दशरथ रङ्गशालामा मण्डली विश्वासीहरू आउने क्रम जारी छ र कार्यक्रम सुरु हुन लागिरहेको छ। मैले तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाइरहेको छु र आज चाहिँ ख्रिस्ट येशूको पुनरुत्थानको खुसियालीमा धेरैभन्दा धेरै काठमाडौँ उपत्यका आसपास रहेका मण्डलीका अगुवा पास्टर साथै विश्वासीजनहरू सहभागी हुनुभएको थियो। उपस्थित सम्पूर्ण आदरणीय प्रभुका जनहरू, आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, आदरणीय पास्टरज्यूहरू र अगुवाज्यूहरू साथै देश तथा विदेशबाट विभिन्न सञ्चार माध्यमहरू मार्फत प्रत्यक्ष प्रसारणद्वारा उपत्यका व्यापी पुनरुत्थान महोत्सव 2082 हेरिरहनु भएका सम्पूर्ण महानुभावहरूलाई जय मसीह। स्टार सन्डेको यो खुसियालीमा विशेष त रक्तदान कार्यक्रम र विभिन्न हेल्थ चेकपोस्ट शिविर, स्वास्थ्य शिविरको पनि सुविधा थियो र विभिन्न मण्डली, विभिन्न विश्वासीजनहरू
यस कार्यक्रममा सहभागी हुनुभएको थियो। कार्यक्रमको सुरुवातमा आदरणीय पास्टरज्यूले प्रार्थना गरिदिनु भएको थियो र त्यसैपछि राष्ट्रिय गान, नेपालको राष्ट्रिय गानबाट उपत्यका पुनरुत्थान महोत्सव इस्टर सन्डेको कार्यक्रम शुभारम्भ भएको थियो।
हार्दिक अनुरोध गर्दछु र हामीहरू यसरी गोलो कार्यक्रमको मध्यतिर अनि बेलुन आराधनापछि विभिन्न मण्डलीका पास्टर टिकरजीहरूले बेलुनलाई माथि आकाशतिर छोड्ने कार्यक्रम रहेको थियो र बेलुन उडाउने कार्यक्रमसँगै पास्टर डिलिराम पौडेलज्यूले परमेश्वरको जीवित वचन बाँड्नु भएको थियो र आजको इस्टर सन्डे कार्यक्रम यसरी समाप्त भएको छ र हजुरलाई कस्तो लाग्यो भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिदिनु होला। हस्त धन्यवाद। जय मसी। नमस्कार।